सम्पूर्ण व्यक्तित्व महानुभाव अतिथि महिला दिदीबहिनी सबैलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु र क्षमा पनि चाहन्छु। म कसैको पद ओहदा वा मञ्चमा त्यो ठाउँ दिन सक्दिनँ। हामीले एकदम सिमिलर साधारण रूपमा नै यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनेछु र खास गरी महिलाको सवालमा मलाई जानकारी भएसम्म सायद 19औं शताब्दीभन्दा अगाडि त महिलालाई भोटिङ राइट पनि थिएन विश्वमा है, सायद धेरैजनालाई थाहा हुनुपर्ने कुरा हो। 19औं शताब्दीमा आएर जब अमेरिकाले महिलालाई भोट खसाउने अधिकार दियो त्यसपछि मात्रै विश्वको अन्य देशहरूले महिलालाई मत हाल्ने भोटिङ गर्ने अधिकार चाहिँ दिएको हो र अहिले हामी यो 74को संविधानसम्म जुन आरक्षणको सिट पाएका छौँ, हामीले भन्दाखेरि त 75 वर्ष महिलालाई यत्रो स्थान दिनमा हाम्रो देशले लगाएको अवस्था छ। तैपनि एक दुईटा डिमेरिटको कुराहरू पनि छ। अब सरकारले यो समावेशीमा महिलालाई 33% अथवा राष्ट्रपति उपराष्ट्रपति फरक लिङ्ग सभामुख उपसभामुख अथवा मेयर उपमेयर मात्रै होइन, अब त सरकारले देशमा कम्तीमा 33% निर्वाचन क्षेत्र नै आरक्षित गरिदिनु पर्यो कि देख्न, जहाँ चाहिँ महिला मात्र उम्मेदवार हुन पर्ने, अनि मात्रै महिला चाहिँ प्रतिस्पर्धा गरेर जितेर कोही जाने हो अहिलेको जुन अवस्था छ। नत्र यो गठबन्धनमा त अब मेयर पनि पुरुष महिला चाहिँ महिलाको पत्ता कट्यो, अर्को दलबाट फेरि उपमेयर पनि पुरुषै हुनु हो। अनि राजनीतिक दलहरूले पनि के गरेका छ भने आफ्नो ठाउँ चाहिँ खाली ठाउँ चाहिँ राखिरहेछ कि फरक दलबाट भनेर त्यो फर्मुला लगाएपछि पुरुष ल्याउन सकिन्छ भने ती कुराहरूलाई हटाएर बरु अब हाम्रो मान्यजी यहाँ हुनुहुन्छ, उहाँ संसदमा पनि बोल्नुहुन्छ। अब हामी चाहिँ उहाँलाई भनौँ, उहाँ मार्फत हामी चाहिँ के आवाज चाहिँ संसदसम्म पुर्याउँ भने कमसेकम जति प्रतिशत सिट महिलाको लागि आरक्षण गरेका छ नि निर्वाचन क्षेत्रले त्यति आरक्षणमा हालिदिनुहोस्, त्यहाँ पुरुष उम्मेदवार हुन पाउँदैन, कोही न कोही महिला नै जितेर जानुपर्छ, यो मान्यताले मात्रै हुन्छ। नत्र अहिले पनि अब म चाहिँ पेसाले पत्रकार धेरै पालिकाहरूमा जान्छु जसको श्रीमती चाहिँ उपमेयर भएर बसेका छ, त्यसको श्रीमान पनि छेउमा कुर्सी लगाएर बसेका छ। उसलाई चाहिँ आफ्नो अनुकूल अथवा आफ्नो बुद्धिले आफ्नो क्षमताले काम चाहिँ गर्न चाहिँ दिँदैन, त्यो पनि अवस्था पनि हेरेको छु। तर सबै फेरि त्यस्तो छैन, जुन सक्षम हुनुहुन्छ आफै चलाउनुहुन्छ। तर अधिकांश वाडाध्यक्ष पनि म त भन्दिनँ नौ, तर वाडाध्यक्ष पनि यसै निर्वाचनमा महिला वाडाध्यक्ष जितेको, तर त्यो चाहिँ पद चलाउने उनको श्रीमानले हो। अनि त्यस्तो पद महिला जितेर के गर्ने, फाइदै छैन, कामै छैन नि त। अनि आरक्षणको नाममा महिलाको नाममा ठाउँमा पुर्याउने पद चाहिँ उसको श्रीमानले चलाउने। अनि यही चाहिँ कथा बिहारको थियो। बिहारमा चाहिँ महिलालाई चुनाव लडाइयो, अनि महिला चुनाव जित्यो, उसको श्रीमानलाई पुरा गाउँको मान्छेले मुखियाजी भन्न थाल्यो। अब मिटिङ हुँदा बैठक हुँदा श्रीमती पनि जाने श्रीमान पनि जाने, श्रीमती रुखको तल बसिरहेछ, छलफलमा श्रीमान भाग लिइरहेछ, निर्णय पनि श्रीमानले नै गर्ने, श्रीमती गएर त्यो माइन्युटमा साइन गरिदिने, यस्तो बिहारमा पनि थियो। तर पछिल्लो चरणमा गभर्मेन्टले के गरेछ, अब जुन मान्छे प्रतिनिधि हो त्यो बाहेक अर्को बैठकमा उपस्थित हुन नपाउने भनेर जब नियम ल्यायो, अहिले धेरै हदसम्म त्यहाँ सुधार भएको छ। कमसेकम घरबाट श्रीमतीलाई ट्युसन पढाएर पठाउन सकिन्छ, तर स्पोर्टमा त उसले डिसिजन आफै गर्ने हो नि। यो कुराहरू छ। मैले चाहिँ यहाँहरूको समय चाहिँ धेरै लिएँ, यो चाहिँ मेरो